नेपालको निर्वाचन इतिहास जनताको सार्वभौमिकताको यात्राको कथा हो। राणा शासनको अन्त्यपछि 2015 सालमा सम्पन्न पहिलो आम निर्वाचनले बहुदलीय प्रजातन्त्रको ढोका खोल्यो। तर 2017 सालमा संसद विघटनसँगै त्यो यात्रा अवरुद्ध भयो र देश पञ्चायती व्यवस्थामा गयो। 2046 सालको जनआन्दोलनले प्रजातन्त्र पुनर्स्थापना गर्यो र 2048 सालमा जनताले फेरि मताधिकार प्रयोग गर्न पाए। 2062-63 को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो। 2072 सालमा संविधान जारी भएपछि 2074 र 2079 सालमा संघीय, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भए। हरेक निर्वाचनसँगै जनतामा आशा पलायो, परिवर्तनको विश्वास जाग्यो। तर समय बित्दै जाँदा ती आशाहरू कमजोर भए र निराशा फेरि दोहोरियो। अब 2082 सालको निर्वाचन नजिकिँदै गर्दा इतिहासले सोधिरहेको छ, यो चक्र फेरि दोहोरिन्छ कि यसपटक मतले साँच्चीकै दिशा बदल्छ।